हेलो साथीहरू, यो पर्वतको पुष्पा भन्ने ठाउँमा एक नेपालीले साहसिक खेल खेलेका छन्। यो 500-700 मिटर लामो दूरी भनेर भनिएको छ अनि त्यस्तै खोलादेखि माथि 300 मिटर भन्दै 300 मिटर माथि भनेर भनिएको छ र यिनले यहाँ अत्यन्तै साहसपूर्ण ढङ्गले आफूलाई यसमा खेलमा सफलता दिइरहेका छन् र यी एक नेपाली युवक नै हुन् भनेर भनिएको छ। पर्वत कुस्मामा एक युवाले यस्तो साहसिक खेल खेलेर तपाईँ हामी सबैलाई चकित पारेका छन् र हामीलाई त हेर्दै पनि अत्यन्तै आङ सिरिङ गरिरहेको छ। सायद तपाईँहरूको पनि त्यस्तै नै भइरहेको होला, तर उनले भने यो अत्यन्तै साहसीका साथ यो खेल खेलेका छन्।